नेपालको नयाँ सरकारले हालै 100 बुन्दे शासकीय सुधारको एउटा निकै महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। ल आउनुहोस्, यो योजनाले देशको शासन प्रणालीमा साँच्चै के कस्ता परिवर्तन ल्याउन खोज्दैछ त्यसलाई अलि गहिरिएर हेरौं। हो, यो सुधारको योजना त्यत्तिकै आकाशबाट कसेको भने होइन। यो त 2082 को आम चुनाव र देशलाई नै हल्लाएको जेन जी आन्दोलनको सीधा परिणाम हो। सडक र मतदान केन्द्रमा जुन परिवर्तनको तीव्र चाहना देखियो नि हो, त्यसैलाई सम्बोधन गर्न सरकारले यो एजेन्डा ल्याएको हो, जसले नागरिक र राज्य बीचको सम्बन्धलाई नै एउटा नयाँ परिभाषा दिने वाचा गर्छ। अब यो ठूलो योजनालाई सजिलोसँग बुझ्नको लागि हामी यसलाई 5वटा मुख्य भागमा बाँडेर हेर्नेछौं। पहिलो, परिवर्तनको जनादेश। दोस्रो, विश्वास र मेलमिलाप। तेस्रो, सरकारलाई कसरी छरितो बनाउने भन्ने कुरा। चौथो, आर्थिक सुधारको रोडम्याप। र अन्त्यमा हाम्रो दैनिक जीवनमा सिधै असर पार्ने सुधारहरू। ल सुरु गरौं पहिलो खण्डबाट, परिवर्तनको जनादेश। आखिर कुनै पनि ठूलो सुधारको पछाडि एउटा बलियो कारण त हुनै पर्छ, होइन र? यहाँ हामी यो 100 बुन्दे योजनाको किनलाई खोतल्नेछौं। सरकारले यति ठूलो परिवर्तनको लागि जनादेश कहाँबाट र कसरी पायो त? यो स्लाइडले एउटा आधारभूत सोचको परिवर्तनलाई देखाउँछ। अब सरकार कति काम भयो भनेर प्रक्रिया गर्ने भन्दा पनि कामले वास्तवमा के परिणाम दियो भन्ने कुरामा केन्द्रित हुन खोज्दैछ। भन्नुको मतलब अब खाली कागजमा योजना बनाउने दिन गए, अब त वास्तविक नाप्न सकिने नतिजा निकाल्ने र जनताप्रति सिधै जवाफदेही हुने सरकारको परिकल्पना गरिएको छ। अनि यो कुरा केवल बोलीमा मात्र सीमित छैन है। जवाफदेहिता सुनिश्चित गर्न तुरन्तै कडा कदम चालिँदैछ। सोच्नुस् त, हरेक मन्त्रालयले जन्मा 7 दिनभित्र आफ्नो कार्ययोजना बुझाउनु पर्नेछ अनि त्यसको मासिक प्रगति रिपोर्ट सिधै प्रधानमन्त्री कार्यालयमा पठाउनु पर्नेछ। यसले ढिलासुस्तीको अन्त्य गर्ने लक्ष्य राखेको छ। अझ सबभन्दा रोचक कुरा के छ भने यसले सबै दलका चुनावी घोषणापत्रलाई एउटै राष्ट्रिय लक्ष्यमा जोड्ने प्रयास गरेको छ, ताकि राजनीतिक खिचातानीले विकासको काम नरोकियोस्। अब जाउँ दोस्रो खण्डमा, विश्वास र मेलमिलाप। जतिसुकै राम्रो योजना बनाए पनि सरकार र जनताबीच विश्वास छैन भने कुनै पनि सुधार सफल हुँदैन। यो खण्डमा हामी सरकारले वर्षौंदेखिका ऐतिहासिक घाउहरू निको पारेर त्यो विश्वास कसरी फिर्ता ल्याउने योजना बनाएको छ भनेर हेर्नेछौं। हो, कुनै पनि नयाँ सुरुवातको लागि पुराना घाउहरू निको पार्नु अनिवार्य नै हुन्छ। सुधारको यो हिस्साले राज्य र जनता बीचको त्यो टुटेको विश्वासको धागोलाई फेरि जोड्न र ऐतिहासिक अन्यायहरूलाई खुलेर स्वीकार गर्नमा जोड दिएको छ। र यो काम कति जरुरी ठानिएको छ भन्ने कुरा यो समय सीमाले प्रश्न पार्छ। दलित र ऐतिहासिक रूपमा पछि पारिएका समुदायसँग राज्यले जम्मा 15 दिनभित्रै औपचारिक रूपमा माफी माग्ने घोषणा गरेको छ। यो निकै ठूलो सांकेतिक कदम हो। जेन जी आन्दोलनको सवालमा सरकारले न्याय र सहयोगका लागि बहुआयामी योजना अघि सारेको छ। 100 दिनभित्र पीडित परिवारलाई रोजगारी, तालिम र मनोसामाजिक परामर्श सहितको राहत प्याकेज दिइनेछ। त्यति मात्र होइन, गौरीबहादुर कार्की आयोगले औल्याएका दोषीहरूमाथि कारवाही अगाडि बढाएर जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता पनि गरिएको छ। तेस्रो खण्ड, छरितो र प्रभावकारी सरकार। ल अब सरकारले बाहिरी समस्या मात्र होइन, आफ्नै घरभित्रको सबैभन्दा ठूलो चुनौती अर्थात् भद्दा कर्मचारी तन्त्रलाई कसरी सुधार्न खोज्दैछ त्यो हेरौं। यो त हामी सबैले दिनदिनै भोगेको समस्या हो, होइन र? सरकारी काम भनेपछि झन्झटिलो, ढिलो र महँगो। सुधारको यो हिस्साले ठिक यही अक्षम र भद्दा प्रशासनिक प्रणालीलाई सुधार्ने लक्ष्य लिएको छ। समाधानको चित्र यहाँ एकदमै स्पष्ट छ। विगतको त्यो भद्दा र जटिल संरचनालाई हटाएर मन्त्रालयको संख्या घटाएर 17मा झार्ने र सबैभन्दा महत्त्वपूर्ण कुरा, कुनै पनि निर्णय प्रक्रियालाई बढीमा 3 तहमा सीमित गर्ने। यसको सिधा अर्थ के हो भने छिटो निर्णय, छिटो काम, र यो सबै जम्मा 30 दिनभित्र गर्ने लक्ष्य राखिएको छ। यो परिवर्तनको मुख्य आधार भनेको बिजनेस प्रोसेस रि-इन्जिनियरिङ वा बीपीआर हो। अब यो सुन्दा अलि प्राविधिक सुनिएला, तर सरल भाषामा भन्नुपर्दा यसले सरकारी सेवा दिने सम्पूर्ण प्रक्रियालाई नागरिकको सहजताका लागि पूरै नयाँ तरिकाले डिजाइन गर्छ, ताकि अनावश्यक झन्झट र दौडधुप हटोस्। यो स्लाइडले एउटा साँच्चीकै क्रान्तिकारी अवधारणालाई देखाउँछ। एक पटक मात्र जानकारी। 100 दिनभित्र सुरु हुने यो नयाँ प्रणालीले हाम्रो जीवनलाई निकै सजिलो बनाउनेछ।
अब नागरिकतादेखि अरू कागजातका फोटोकपीको चाङ बोकेर हरेक सरकारी कार्यालयमा धाउनुपर्ने दिनको अन्त्य हुने देखिन्छ। अब चौथो खण्ड, आर्थिक सुधारको खाका। किनभने कुनै पनि सुधारलाई दिगो बनाउन बलियो अर्थतन्त्र त चाहिन्छ नै। ल हेरौं, सरकारले देशको आर्थिक सम्भावनालाई कसरी उजागर गर्ने र अहिलेको आर्थिक शिथिलता तोड्न कस्तो योजना बनाएको छ। आर्थिक क्षेत्रमा त सरकार समयसँग दौड नै लगाइरहेको जस्तो देखिन्छ। यो 90 दिने रोडम्यापले लगानीको वातावरण बनाउन कति हतारो छ भन्ने देखाउँछ। सार्वजनिक खरिद ऐन संशोधनदेखि लगानीयोग्य परियोजनाको सूची प्रकाशनसम्मका काम तीव्र गतिमा गरिनेछ, जसले बजारमा एउटा नयाँ उत्साह ल्याउने अपेक्षा गर्न सकिन्छ। यसको सार के हो भने अब नेपालमा नयाँ व्यवसाय सुरु गर्न र चलाउन पहिलेभन्दा धेरै सजिलो बनाइँदैछ। स्टार्टअप फास्ट ट्र्याक जस्ता कार्यक्रमले नयाँ आइडिया भएका युवालाई प्रोत्साहन गर्नेछ भने निजी क्षेत्रको विश्वास जित्ने रणनीतिले समग्र लगानीको वातावरण सुधार्ने लक्ष्य राखेको छ। र अब हामी आइपुगेका छौं अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण खण्डमा, जनजीवनमा प्रत्यक्ष सुधार। ठूला योजना र नीतिहरूको कुरा त धेरै भयो, तर यी सुधारले आम नागरिकको दैनिक जीवनमा साँच्चीकै के फरक पार्छ त? ल हेरौं। यो तालिकाले केही यस्ता परिवर्तन देखाउँछ जसको असर हामीले तुरन्तै महसुस गर्नेछौं। एकछिन सोच्नुहोस् त, अबको 30 दिनभित्र कुनै पनि अस्पतालमा 10% बेड निशुल्क हुनेछ। 100 दिनभित्र महिलाका लागि विशेष ब्लू बस सेवा शुरू हुनेछ र वर्षौंदेखि डुबेको सहकारीको पैसा 100 दिनभित्र फिर्ता हुन थाल्नेछ। यी केवल वाचाहरू होइनन्, ठोस समयसीमा सहितका प्रतिबद्धता हुन्। आखिरमा यो सम्पूर्ण योजनाको सार यही हो, सरकारी सेवालाई हरेक नागरिकको पहुँचमा एकदमै छिटो र सरल तरिकाले पुर्याउने 100 बुन्दे प्रतिबद्धता। यो योजना निसन्देह एकदमै महत्वाकांक्षी छ, तर नेपालमा राम्रा योजनाको कमी कहिले पनि थिएन। कमी थियो त केवल कार्यान्वयनको। अब प्रश्न उठ्छ, के यो 100 बुँदे योजनाले साँच्चै इतिहास रच्ला वा यो पनि एउटा सुन्दर सपना मात्रै बनेर रहला? यसको जवाफ त भविष्यले नै देला।